Namaskar. It's me, your Neelam Hamar from the channel Dreams Unlimited, a hidden project. आजको मेरो कन्टेन्ट हो समय। समयको सबैभन्दा सुन्दर विशेषता हो यो परिवर्तनशील छन् है। इट्स अ चेन्जेबल। समय सधैँ एकनास हुँदैन। आज एकैछिन दुःख आइपर्यो अनि तनाव भयो भने जस्तो भइदिएन भनेर आत्तिने होइन, किनकि यो आजको लागि मात्र। जब यो समय टर्छ नि अनि फेरि खुसी लिएर आउँछ समयले। समय सधैँ एकनास रहँदैन, त्यसैले नराम्रो समयमा आत्तिएर नराम्रो काम गरिहाल्नु चाहिँ हुँदैन। ठिक छ नि? जीवन जिएर देखाउने कला हो। त्यसैले त भगवानले मृत्युसँग डराउने एउटा भावना हामीमा भरिदिएका छन्। प्लिज भगवानको यो प्राकृतिक नियमलाई उल्लङ्घन नगर्नुहोला। बाँचेर देखाउने कोसिस गर्नुहोला र जसले बाँचेर देखायो त्यो नै बहादुर हो। असफलतामा डराउने, दुःखमा आत्तिने, यिनी सब बेकारको काम आजैबाट त्याग्नुहोस्। सधैँ दिमागलाई सकारात्मक बनाउनुहोस्। अवसर खोजिराख्नुहोस्। फेलियरसँग कहिल्यै नडराउनुहोस्। असफलता भनेको केही पनि होइन। के हो असफलता भन्ने? केही पनि त होइन नि, हाम्रो मेहनत नपुगेको मात्रै हो। अनि मेहनत नपुग्नु भनेको ठुलो अपराध चाहिँ होइन। ठिक छ? थ्याङ्क यू सो मच।